बिहिबार काठमाडौँको बाँसबारी स्थित रामालय अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिसा भट्टराईले अनौठो औठी साटासाट गर्दै इन्गेजमेन्ट गरे। तर उनीहरूको इन्गेजमेन्ट वास्तविक भन्ने थिएन। नयाँ फिल्म शुभ विवाहको घोषणा कार्यक्रमलाई रोचक बनाउन निर्माण टिमले फरक शैली अपनाएको थियो। चलचित्रमा प्रदीप र सनिसा जोडी बनेर प्रस्तुत हुनेछन्। यो उनीहरूको पहिलो सहकार्य हो। चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, सुनिता बजगाई, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना लगायत कलाकारको अभिनय रहेको छ। ल अब औँठी लगाउँ स्वयंवरको। ओम मङ्गलम भगवान विष्णु। सबैजनाले ताली बजाइदिनु होला। मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि। ल बेहुलीले बेहुलालाई ओहो फोटोको लागि बनाए, फोटोको लागि। ल यदि राम्रो औँठी लगाइसकेपछि एकचोटि अङ्गालाई पनि हाल्यो भने मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम